दर्शकवृन्द नमस्कार। यतिखेर तपाईहरुले हेरिराख्नु भएको छ फोके इन्टरटेनमेन्ट युट्युब च्यानल अनि तपाईहरुको साथमा छु म क्षितिज चिन्तन। शेयर मार्केटसँग सम्बन्धित अपडेट लिएर आउने क्रममा आज तपाईहरु सामु मैले नबिल बैंक र एभरेस्ट बैंकलाई लिएर आएको छु। नबिल बैंकलाई एभरेस्ट बैंकसँग कम्पेयर गरेको छु र एभरेस्ट बैंकलाई नबिल बैंकसँग कम्पेयर गरेको छु। कुन बैंकमा लगानी गर्दाखेरि अति उत्तम हुन्छ, सर्ट टर्मको लागि लगानी गर्दा कुन बैंकमा फाइदा हुन्छ र लङ टर्मको लागि लगानी गर्दा कुन बैंकले बेसी भन्दा बेसी फाइदा दिन सक्छ भन्ने विषयमा आज छलफल गरेको छु। मैले नबिल बैंकको फन्डामेन्टल एनालाइसिस गरेको छु। त्यस्तो विधामा एनालाइसिस गरेको छु कि मैले एकदमै महत्त्वपूर्ण बैंकको महत्त्वपूर्ण फ्याक्टरहरू आज केलाउने कोसिस गरेको छु। एभरेस्ट बैंकको पनि धेरै भन्दा धेरै महत्त्वपूर्ण विधाहरूमा आज मैले फन्डामेन्टल एनालाइसिस गरेको छु। यानी कि तपाईहरुले लगानी गरेको पैसा नडुबोस्, भोलि गएर धेरै भन्दा धेरै कुन बैंकमा लगानी गर्दाखेरि कमाउन सकिन्छ त्यसको बारेमा पनि केही जानकारी तपाईहरुलाई दिदैछु। प्रिय दर्शकबिन, तपाईहरुलाई मेरो यो सामग्री कस्तो लाग्छ? यदि राम्रो लाग्छ र मन पर्छ भने र इन्फर्मेटिभ लाग्छ भने एक लाइक, एक कमेन्ट र एक शेयर गर्न नभुल्नुहोला। तपाईहरुले गरेको एक लाइक, एक कमेन्ट र एक शेयरले मलाई यस्तै अर्को भिडियो बनाउन धेरै भन्दा धेरै हौसला मिल्नेछ। अहिलेसम्म पनि तपाईहरुले मेरो यो युट्युब च्यानल फोके इन्टरटेनमेन्टलाई सब्स्क्राइब गर्नु भएको छैन भने आजै सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकनलाई पनि दबाइदिनु होला। यानी कि मैले अपलोड गरेको हरेक भिडियोहरू तपाईहरुसम्म सजिलै पुग्न सकोस्। आउनुहोस्, आज म सिधै विषयवस्तुमा प्रवेश गर्न चाहन्छु। नबिल बैंक र एभरेस्ट बैंक बीच आज मैले कम्पेयर गरेको छु। कुन बैंकमा लगानी गर्दाखेरि लगानी सुरक्षित हुन्छ र लगानी गरेर सुरक्षित हुनु मात्र ठुलो कुरो होइन र यसले भोलि गएर रिटर्न कुनले बेसी दिन सक्छ, कुनमा लगानी गर्दाखेरि बेसी भन्दा बेसी कमाउन सकिन्छ र भोलि गएर कुनले राम्रो बोनस डिभिडेन्डहरू दिन्छ यसको विषयमा पनि छलफल गर्दैछु। मैले त्यस्तो महत्त्वपूर्ण विधालाई हेरेको छु। आज नबिल बैंकको म क्रमशः भन्दै जानेछु। नबिल बैंकको मैले पहिलो हेर्नै पर्ने विधा हो बैंकिङ सेक्टरको नहेरी नहुने विधा हो। लगानी गर्नुभन्दा अगाडि नहेरिकन नहुने विधा हो। एउटा विधा फर्स्ट नम्बर 1 मार्केट क्यापिटलाइज हामीले हेर्नै पर्ने हुन्छ। मार्केट क्यापिटलाइजले के देखाउँछ भन्दाखेरि कम्पनी कति ठुलो छ या सानो छ, कस्तो खालको कम्पनी छ त्यो देखाउँछ। मार्केट क्यापिटलाइज हेर्दैछु म। मार्केट क्यापिटलाइज हेर्दाखेरि नबिल बैंकको 132 मिलियन प्लसको मार्केट क्यापिटलाइज छ भने एभरेस्ट बैंकको 82 मिलियन प्लसको मार्केट क्यापिटलाइज छ। जुन कम्पनीको मार्केट क्यापिटलाइजले के दर्शाउँछ भन्दाखेरि जुन कम्पनीको बेसी मार्केट क्यापिटलाइज छ, ठुलो कम्पनी छ, त्यस्ता कम्पनीहरूमा लगानीकर्ताहरूले, ब्रोकरहरूले कर्नरिङ गर्न सक्ने क्षमता त्यति धेरै हुँदैन। त्यस्तो कम्पनीहरू स्टेबल हुन्छन्। केही समयको लागि धेरै शेयर मूल्य बढेर जाने र छोटो समयमै त्यो कम्पनीको शेयर मूल्य घटेर जाने जोखिम अलिक कम्ती हुन्छ र मार्केट क्यापिटलाइज धेरै भएको कम्पनीमा अलिकति यसको मार्केट प्राइसहरू स्टेबल रहने सम्भावना बेसी हुन्छ। सम्भावना मात्रै होइन र स्टेबल नै रहन्छ। आउनुहोस्, मैले यस्तै गरी अर्को 2 नम्बरमा हेरेको छु पेड अफ क्यापिटल। पेड अफ क्यापिटल पनि छुटाउन नमिल्ने विधा हो। मार्केटिङको हिसाबले हेर्ने हो भने पेड अफ क्यापिटल नबिल बैंकको 27 बिलियन प्लस छ भने एभरेस्ट बैंकको 12 बिलियन छ। मार्केट क्यापिटलाइज पनि कुनै कम्पनीमा लगानी गर्नुभन्दा अगाडि मार्केट क्यापिटलाइज पनि हेर्न नभुल्नुहोला। कति ठुलो छ यो कम्पनीको क्यापिटलाइज, त्यो यसको साइज बताउँदछ दर्शकबिन। अर्को विधा हो नहेरी नहुने अर्को विधा हो इपीएस, अर्निङ पर शेयर। यो कम्पनीले पर शेयर कति रुपियाँ कमाउँदैछ त भन्ने कुराहरू देखाउँछ अर्निङ पर शेयरले, इपीएसले। नबिल बैंकको इपीएस 24 रुपैयाँ छ भने एभरेस्ट बैंकको इपीएस 35 रुपैयाँ छ। इपीएस भनेको अर्निङ पर शेयर
जति धेरै भयो त्यति राम्रो हो दर्शकबिन। नबिल बैंकको 24 र एभरेस्ट बैंकको 35 भनेपछि यसमा पनि अर्निङ पर सेयरको हिसाबले एभरेस्ट बैंक नै अगाडि देखिन्छ दर्शकबिन। अब त्यस्तै अर्को छुटाउनै नमिल्ने विधा हो पीई रेशियो। पीई रेशियो हेर्दैछु। पीई रेशियो भनेको के हो भन्दाखेरि पीई रेशियो जति कम भयो त्यति राम्रो हो दर्शकबिन। लगानीको हिसाबले पीई रेशियो कम्ती हुन आवश्यक छ। त्यस्तै गरी पीई रेशियो नबिल बैंकको 17 रुपैयाँ छ भने एभरेस्ट बैंकको 18 रुपैयाँ छ दर्शकबिन। यसमा पीई रेशियोको हिसाबले एभरेस्ट बैंक भन्दा नबिल बैंक अलिकति उत्तम देखिएको छ। त्यस्तै अर्को विधा हो आरओई। आरओई पनि कुनै पनि कम्पनीमा लगानी गर्नुभन्दा अगाडि नहेरी नहुने विधा हो अर्को विधा आरओई। आरओई पनि कुनै कम्पनीको जति धेर छ त्यो राम्रो हो। यस्तै गरी नबिल बैंकको आरओई 12 छ भने एभरेस्ट बैंकको आरओई 15 छ। यसमा अलिकति आरओई को हिसाबले एभरेस्ट बैंकतिरै जान चाहन्छु म। एभरेस्ट बैंकले नै जितेको छ। यस्तै गरी बुक भ्यालु पनि नहेरी नहुने विधा हो अर्को विधा। बुक भ्यालु पनि यो नबिल बैंकको 226 रुपैयाँ छ भने एभरेस्ट बैंकको 235 रुपैयाँ छ। बुक भ्यालुको हिसाबले हेर्ने हो भने एभरेस्ट बैंक उत्तम देखिन्छ। अब नबिल बैंकको 226 रुपैयाँ छ भने एभरेस्ट बैंकको 235। बुक भ्यालुको अर्थ के हो भन्दाखेरि यदि तपाईले यो कम्पनीमा लगानी गर्नुभएको छ र कुनै पनि अवस्थामा इमर्जेन्सी अवस्थामा यो कम्पनी बन्द भयो र आफ्नो शेयर होल्डरहरूलाई पैसा वापस दिनु पर्यो भने बुक भ्यालुको हिसाबले कम्पनीले पैसा रिटर्न गर्दछ लगानीकर्ताहरूलाई। यदि नबिल बैंक कुनै पनि अवस्थामा बन्द भयो भने तपाईहरूले जतिसुकैमा यसको शेयर किने पनि 500 600 400 जतिमा शेयर किने पनि तपाईहरूले रिटर्न पाउने भनेको चाहिँ 226 रुपैयाँ पर शेयर। 226 रुपैयाँ चाहिँ तपाईले रिटर्न पाउनुहुन्छ भने एभरेस्ट बैंक बन्द हुँदाखेरि तपाईहरूले पाउने भनेको 235 रुपैयाँ पर शेयरले हो। त्यही भएर बुक भ्यालु पनि हेर्न आवश्यक छ। बुक भ्यालु पनि जति धेर भयो त्यति राम्रो हो। कुनै पनि कम्पनीमा लगानी गर्नुभन्दा अगाडि यस्ता विधाहरूलाई हेर्नको लागि म अनुरोध गर्दछु। उपलब्ध तथ्याङ्क कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार पारिएको हो। यो विवरण पूर्ण होइन। लगानीकर्ताले कारोबारको निर्णय लिनु अघि थप अनुसन्धान आफैले पनि एकचोटि राम्रोसँग गर्नुहुन अनुरोध गर्दछौँ। प्रिय दर्शकबिन, हामीले यो भिडियो बिल्कुलै एजुकेसनल पर्पजको लागि बनाएका हौँ। हाम्रो यो भिडियोको आधारमा तपाईहरूले शेयर किनबेच चाहिँ नगर्नुहोला। शेयर किनबेच गर्नुभन्दा अगाडि आफैले एकचोटि राम्रोसँग अध्ययन र अनुसन्धान गर्न पनि हामी अनुरोध गर्दछौँ। तपाईहरूलाई मेरो यो सामग्री कस्तो लाग्यो? यदि राम्रो लाग्यो, मन पर्यो र इन्फर्मेटिभ लाग्यो भने एक लाइक, एक कमेन्ट र एक शेयर गर्न नभुल्नुहोला। तपाईहरूले गरेको लाइक, कमेन्ट र शेयरले मलाई यस्तै अर्को भिडियो बनाउन धेरै भन्दा धेरै हौसला मिल्नेछ। अहिलेसम्म पनि तपाईहरूले मेरो यो युट्युब च्यानल फोके इन्टरटेनमेन्टलाई सब्स्क्राइब गर्नुभएको छैन भने आजै सब्स्क्राइब गरिदिनु होला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिँदै तपाईहरूबाट म क्षितिज चिन्तन बिदा चाहन्छु। नमस्ते। तपाईहरूको दिन शुभ रहोस्।